हो नि। ल साथीहरू, अब चाहिँ मैले अर्को चाहिँ यो पाठ्यक्रमका प्रमुख तत्त्वहरू के हो नि त्यो मार्कलाई चेरेन हो। पाठ्यक्रमका प्रमुख तत्त्वहरू यो चाहिँ याद गर्नको लागि मैले चाहिँ तपाईहरुलाई टिप्स बताउँछु कसरी याद गर्ने सजिलोसँग। यसमा चाहिँ कुनै कन्फ्युजन छ भने तपाईहरु यसो सोध्न सक्नुहुन्छ। यो चाहिँ यदि कुन च्याप्टरको अलिकति हार्ड लागिरहेको छ तपाईले यसो कमेन्ट गर्नु होला। कुन हार्ड लागिरहेको छ कमेन्ट गर्नु होला। म सकभर कोसिस गर्छु तपाईहरुले बताउनको लागि। र यसै चाहिँ यो अब त यो बिदा भइरहेछ हाम्रो लगभग दीपावलीको छठ पर्वको भिडियो ढिलो आउन सक्छ किनभने अब म यहाँदेखि चाहिँ अलिकति भिडियो बनाउन फुर्सद हुँदैन किनभने तिहारमा अलिकति घरका काम पनि गर्न पर्छ। यसैगरी अब साथीहरुले पनि भन्न चाहन्छु यदि तपाईहरुलाई केही कुनै यस्तो हार्ड लागिरहेछ सर यसको बारेमा मलाई बताइदिनु होला। अब क्लासमा सधैँ भेट्न सकिन भिडियो बनाइदियो भनेपछि अलिकति हेर्न सजिलो हुन्छ। म सकभर कोसिस गर्नेछु तपाईहरुले बताउनको लागि। र तपाईहरु यदि चाहिँ अब कस्तो लागिरहेछ त कमेन्ट गर्नु होला। आफ्नो प्रतिक्रिया दिनुपर्छ किनभने तपाईको प्रतिक्रियाले हामीले चाहिँ अलिकति हौसला बढाउँछ बनाउनलाई। र पाठ्यक्रमका प्रमुख तत्त्वहरू यो चाहिँ हामीलाई 4 वटा छ। 4 वटा हुन्छ। कतिवटा 4 वटा। र 4 वटामा चाहिँ कसरी याद गर्ने भन्दाखेरि हामीले OSLE यो मैले आफै फर्मुला बनाएको हो। यसरी चाहिँ इंग्लिशमा भने सजिलो हुन्छ। अब कसैले हार्ड पनि लाग्न सक्छ तर चाहिँ तपाईले यदि मेहनत गर्नुभयो भने यो सजिलोसँग याद हुन्छ। निमाविको लाइसेन्स लिनु साथीहरु निकाल्नु यसपाली निमाविको लाइसेन्स झिक्ने हो। अथवा माविको लागि पनि चाहिँ यो एकदमै इम्पोर्टेन्ट छ। निमाविको पनि लागि एकदमै इम्पोर्टेन्ट छ। OSLE अब चाहिँ यहाँ ओ भन्नाले लेख्नुस् तपाईले OBJECTIVES ऑब्जेक्टिव्स अथवा ऑब्जेक्टिभ लेख्यो भने हुन्छ। ऑब्जेक्टिभ लेख्यो भने चाहिँ ऑब्जेक्टिभ लेख्यो पनि ऑब्जेक्टिभ लेख्यो पनि एउटै हुन्छ। र एस भन्नाले तपाईको सब्जेक्टिभ्स अथवा सब्जेक्ट लेख्नु हुन्छ। SUBJECTS सब्जेक्ट्स। र अर्को चाहिँ एल भनेको तपाईको हुन्छ लर्निङ एक्टिभिटीज LEARNING लर्निङ ACTIVITIES लर्निङ एक्टिभिटीज। त्यसपछि ई भन्नाले इभ्यालुएसन EVALUATION